अनि हिजो चाहिँ के अरे राष्ट्रपा फक भनेको होइन बालनले, अनि किन गएको त जसलाई फक भन्यो त्यहाँ किन गएको? त्यहाँ केटा र केटी चाहिँ सिरकभित्र बसेर चाहिँ के काम गर्छन् त्यो अर्थमा फक होइन मैले भनेको। अनि म विगत 35 वर्षदेखि एउटा चाहिँ ग्रेटर नेपाल भन्ने विषयलाई सडक सङ्घर्षको माध्यमबाट लिँदै आइरहेको छु। तर के भने मुख्य रूपमा मैले उठाएको कुरा एउटा ग्रेटर नेपालको प्राप्ति, त्यसमा नेपाल सरकारलाई इन्डियासँग कुरा गर्न बाध्य पार्ने काम संसदमा पुगेपछि हुन्छ। इन्डियाले हाम्रो जमिनमा उसको सेना राखेको छ, त्यो सेना हटाउनुको निमित्त मेरो चाहिँ भरमग्दुर प्रयास हुन्छ। त्यो जस्ता किसिमको हत्कण्डा प्रयोग गर्नुपर्छ त्यो प्रयोग गर्छु। म चुनाव लड्दाखेरि मसँग इन्डिया लड्ने हो कि होइन। कालापानीबाट सेना उसले चाहिँ चरणबद्ध रूपमा चाहिँ तालिका बनाएर हटाउन थाल्यो भने अब चाहिँ हामीलाई उसले मित्र स्वीकार गर्यो। म लड्न उठेको होइन, म त जित्न उठेको, म उठेको लडेको होइन। निर्वाचनको प्रचार प्रसार जब बन्द हुन्छ नि अनि त्यस पछाडि पैसाको खेल सुरु हुन्छ क्या राति। अनि हिजो चाहिँ के अरे राष्ट्रपा फक भनेको होइन बालनले, अनि किन गएको त जसलाई फक भन्यो त्यहाँ किन गएको? आफूलाई मन परेन फक होइन। त्यसको अर्थ तपाईँहरूलाई फेरि हामी चाहिँ चिप एउटा चाहिँ मिनिङतिर नजाउँ न। त्यो चाहिँ हेट गरेको शब्द हो क्या, त्यो हेटकोतिर जानुहोस् तपाईँ। भाँडमा जाए भन्छौँ नि हामी। त्यहाँ केटा र केटी चाहिँ सिरकभित्र बसेर चाहिँ के काम गर्छन् त्यो अर्थमा फक होइन मैले भनेको। देशकै होस् भाँडमा जाओस् मतलब छैन भन्ने अर्थमा होइन। तपाईँसँगै मैले धेरैवटा इन्टरभ्यूहरूमा चाहिँ हर्क साम्पाङको विषयमा संस्कृतिको विषयमा मैले चाहिँ सकारात्मक रूपमा लिएर त्यो कुरालाई आफ्नो ढङ्गले मैले प्रस्तुत गरेको छु होइन। तर के मेरो भनाइ के भने विभिन्न नयाँ दलहरू बने अनि म विगत 35 वर्षदेखि एउटा चाहिँ ग्रेटर नेपाल भन्ने विषयलाई सडक सङ्घर्षको माध्यमबाट लिँदै आइरहेको छु। तर ती कुनै पनि दलले मलाई चाहिँ तपाईँ हाम्रो पार्टीमा आउन स्वीकार गर्नुहुन्छ, आउन चाहनुहुन्छ भनेर कसैले पनि मलाई सोध्दैनन् होइन। म त्यसरी सोधेको भए म के भन्थेँ भने तपाईँहरूले ग्रेटर नेपालको विषयलाई आफ्नो पार्टीमा उठाउन दिनुहुन्छ मलाई भनेर म सोध्थेँ। तपाईँ स्वतन्त्र हुनुहुन्छ भनेको भए म जान सक्थेँ। तर त्यो त कुनै सम्भावना देखिएन। उहाँले त्यो कुरा देखाउनु भएन। नदेखाएपछि मलाई चाहिँ तपाईँहरूले आफ्नो पार्टीमा लिइदिनु पऱ्यो। यत्रो मेरो चाहिँ सङ्घर्षको कुरालाई तपाईँहरूले चाहिँ स्वीकार गरिदिनु पऱ्यो, सम्मान गरिदिनु पऱ्यो भनेर म सम्मान थाप्दै जाने व्यक्ति परिनँ कि। त्यस कारण मैले स्वतन्त्र रूपमा उम्मेदवारी दिने निर्णय गरेँ होइन। नजित्ने गरी त को उठ्छ? त्यही भएर तपाईँ अघि भनिसक्नुभयो म लड्न उठेको होइन, म त जित्न उठेको, म उठेको लडेको होइन। 9-10 बजेभित्रमा मेरो फेसबुकमा एउटा स्टाटस आउँछ, यो चुनावी खर्चको बारेमा मेरो चाहिँ एउटा सानो लेखै आउँछ। अनि म तपाईँलाई अर्को एउटा कुरा चाहिँ भनेरै छाड्छु। त्यो के भने फणीन्द्र नेपालले निर्वाचन लड्दा के अरे निर्वाचनमा उठ्दा क्षेत्र नम्बर 1 मा म एक त पैसा नभएको व्यक्ति होइन र सामान्यतया यो पम्पलेट पर्चा अनि आफूसँग हिँड्ने अघिपछि हिँड्ने केही 2-4 जना साथीहरू तिनलाई चियापान गर्नको निमित्त 2-4 लाख रुपियाँ खर्च होला मलाई। त्यति म चाहिँ जनताबाटै साथीभाइबाटै उठाउँछु र म चाहिँ त्यो पम्पलेट बनाएर चाहिँ 2 नम्बरी गर्नेहरू पनि थुप्रै छन् नि त। पम्पलेट बनाउन यति लाग्छ, 1000 मा थापिन्छ भने 3000 भनिदियो, 5000 मा थापिन्छ भने 10000 भन्ने त्यो किसिमले पनि त्यो पैसा कमाउने किसिमको खेल पनि त निर्वाचनमा चल्छ नि। मलाई त पम्पलेट कसरी थापिन्छ, कति पैसा लाग्छ सबै थाहा छ। मेरो उत्तर दिँदाखेरि यो सँगै जोडिन्छ कि। अनि निर्वाचनमा कसरी खर्च हुँदो रहेछ भने अनि अब निर्वाचनको प्रचार प्रसार जब बन्द हुन्छ नि अनि त्यस पछाडि पैसाको खेल सुरु हुन्छ क्या राति। अनि फलानु व्यक्तिलाई दियो भने त्यसको अन्डरमा अथवा त्यसको क्याप्चरमा यति सय भोट छन् त्यो आउँछ। अनि फलानु क्षेत्रमा चाहिँ यस्ता खालका मान्छेहरू बस्छन्, त्यो ग्रुपको एउटा कमान्डर छ, त्यसलाई दियो भने यसरी आउँछ भनेपछि त्यो पैसाको वितरण गरेर मत किन्ने कुरा आयो होइन। तर म डोर टु डोर क्याम्पेन गर्छु। म त्यो पम्पलेट किन्ने पैसा र अनि पर्चा बनाउने कुराका निमित्त पनि म चाहिँ हात थाप्छु। म जनताबाटै पैसा उठाएर म चाहिँ सडकमा निरन्तर उठाइरहेको यो आवाजलाई सदनमा पुग्न चाहन्छु। म सदनमा पुग्नुभयो भने यदि
तपाईले के विषयलाई प्रायोरिटी दिनुहुन्छ विशेष गरी यो यही विषयलाई म यही विषयलाई होइन मैले चाहिँ खास गरी हजुर होइन अहिले चाहिँ त्यस किसिमको घोषणा मैले गरिसकेका छैन, अहिले नै भनिहाल्नु जरुरी पनि छैन। तर के भने मुख्य रूपमा मैले उठाएका कुरा एउटा ग्रेटर नेपालको प्राप्ति, त्यसमा नेपाल सरकारलाई इन्डियासँग कुरा गर्न बाध्य पार्ने काम संसदमा पुगेपछि हुन्छ, त्यो निश्चित रूपमा हुन्छ त्यो। अर्को चाहिँ इन्डियाले हाम्रो जमिनमा उसको सेना राखेको छ, त्यो सेना हटाउनुको निमित्त मेरो चाहिँ भरमग्दुर प्रयास हुन्छ। त्यो जस्ता किसिमको हत्कण्डा प्रयोग गर्नुपर्छ त्यो प्रयोग गर्छु म। मेरो माग के छ जनतासँग, मेरो चाहिँ प्रस्ताव के छ, मेरो चाहिँ अनुनय र चाहिँ अनुरोध के छ भनेदेखि म जुन क्षेत्रमा उठेँ त्यो क्षेत्रमा चाहिँ 48 सालदेखि निरन्तर मान्छेहरू चाहिँ 5-5 वर्षमा उठ्दै आइरहेका छन्, जित्दै आइरहेका छन्, संसदमा पुग्दै आइरहेका छन्। के भयो त होइन? हाम्रो चाहिँ सिमाना मिचियो, अहिले पनि चाहिँ कालापानीमा इन्डियाको सेना बसिरहेछ। सुस्तामा चाहिँ झन्डै 24,000-25,000 हेक्टर जमिन चाहिँ इन्डियाले कब्जा गरेर राखेको छ। अरू 100औं ठाउँमा सिमाना बेचेको छ, पिलर नेपालतिर सरेका छन्। त्यो विषयमा संसदमा कहिलेसरी कुरा उठाउँछ, एकछिन उठाए जस्तो गर्छ, भोलिपल्ट चुप लाग्छ होइन? त्यस कारणले त्यसलाई एउटा मेटेरियलाइज गर्ने, मूर्तता दिने, मूर्त रूप दिने, ठोस एउटा चाहिँ कार्ययोजना ल्याउने, त्यसको पहल कदमी का निमित्त पनि म जान खोजेको हुँ। अब त्यो मैले जान खोजेको प्रयास एउटा कुरा हो र अर्को कुरा म तपाईँलाई एउटा कुरा चाहिँ क्लियरली भनिदिन्छु। म चुनाव लड्दाखेरि मसँग इन्डिया लड्ने हो कि उसलाई हामीले भनेका छौँ दुष्ट छिमेकी, नजिकको चाहिँ राष्ट्र, छिमेकी राष्ट्र, मित्र राष्ट्र होइन। त्यो त म जहिले पनि भन्छु, जहाँ पनि भन्छु, हिजो पनि भनेको थिएँ, आज पनि भन्छु, भोलि ऊ सचियो भने मित्र भनौँला, होइन भने अहिलेसम्म भन्न सक्ने कुरा छैन होइन। कालापानीबाट सेना उसले चाहिँ चरणबद्ध रूपमा चाहिँ तालिका बनाएर हटाउन थाल्यो भने अब चाहिँ हामीलाई उसले मित्र स्वीकार गर्यो।